यो किन बोल्दैछ आज म त हरेक भेटे गरिबस्छ त्यतिखेर यहाँ अन्त चाहिएन बोलेको त पछि सबुत चाहियो ठिकै कुरा सबुत चाहियो राम्रो कुरा गरेको मैले नराम्रो होइन नि त आजलाई म अस्ति त्यसो गर्दाखेरि मैले कति सम्झाएँ तपाईँलाई भन्नु त लु तपाईँ रुयो पनि होइन तपाईँ ढुक्कै गरे छोडे ढुक्कै गऱ्यो अरे भोलि दिनमा त्यो झुन्डेर मऱ्यो भने को हामी तिनजना फसिन्छ सिधा कुरा हो मलाई पनि जोइसै भन्दैन नि फेरि तपाईँहरू तिनजना चाहिँ यताउता तपाईँ त कसम भनेको ड्राइभर मान्छे चाहिँ खतम हुँदो रहेछ है अरे ड्राइभरको चाहिँ फेरि याद छ भनौँ याद छ बुझ्नुभयो याद छ ड्राइभरको मलाई याद छ बुझ्नुभयो के त्यो मान्छेलाई त के भन्नु उनीहरूले त बुझ्दैन त राम्रो कुरा गरिरहेछ अहिलेसम्म बुझ्दैन साठा बुझ्दैनस् कुरा त बुझ्दैनस् कुरा अहिलेसम्म राम्रो कुरा गरिरहेछ बुझिस् तँसँग बुझ्नुपर्छ है तैँले कुरा खास त पिट्रोल राम्रो भनेको हो नराम्रो कुरो चाहिँ होइन कुरा चाहिँ बुझ्नुपर्छ नि तैँले जाडोमा चल्नु अहिलेसम्म कोही पनि नफसोस् दाजुभाइ हामी तिनजना सँगै हिँड्छ भनेर छिप्नु खोजेको तँलाई बुझिस् नबाजौ भिडियो गर्नु न मामा भिडियो गर्नु नि अहिलेसम्म ऱ्याप्टे गरेको छुइनँ ऱ्याप्टे गरेको बढेको छुइनँ रेस्पेक्ट गरेको छु नि त भन् त मारिदिउँ तँलाई मारिदिउँ मार्न भिडियो गरिरहेछ है ओइ कसले अहिलेसम्म सम्झाइरहेको छु फिरोज दा रेस्पेक्ट गरे इज्जतले एउटा केटीको लागि जहाँ साथीसँग झगडा पर्छस् झगडा गरेर फाइदा पनि छैन राम्रो कुरा गरेको मैले तपाईँलाई राम्रो कुरा गरेको छु भन्दा नराम्रो कुरा गरेको छु नि त मैले हाँसेको हो क्या भन्नु है तपाईँ कुरा त राम्रै हो तपाईँ बुझ्दैन भने चाहिँ के गर्नु त लो भन्नु त सुरुमा फसेको म हो सिधा कुरो भन्दाखेरि के छ भनेर उसले बुझ्दै अहिलेसम्म बुझेको छैन तर ज्वाइँले राम्रो कुरा गरेको है राम्रो कुरा फिरोज दा मैले तपाईँलाई बुझ्नुभयो राम्रो कुरा गरिरहेको म दाजु भनेर तपाईँलाई पनि गर्छु होइन तपाईँ बुझ्नुपर्छ कुरा मलाई हो कि नआएको भन्नु है नराम्रो कुरा भने मैले ठिकै हो अहिले पोल्ट्री खुवाएको के हो यो पोल्ट्रीको त यत्रो पावर छ क्या हो नराम्रो कुरा गरेको छैन नि त राम्रो कुरा गरिरहेको छु हामी सँगै तिनजना कति भयो हिँडेको लो भन्नु हिँडे त लु तिम्रो किन अरूमा त्यो भन्नु पऱ्यो भन्नु पर्यो छ्या त तपाईँ बुझ्दैन तपाईँलाई कसरी चाहिँ बुझाउनु
तपाईँ कुरै बुझ्दैन कसरी तपाईँहरू ल बुझाउनु ल भन्नु त ल अरे ल भिडियो भइरहेछ होइन भिडियो गरे पनि केही छैन कि के नि भिडियो गर्दै के नि भोलि त हुँदैन न कुरो के देशको बाल हो त्यो भिडियो गर्दै के नि तर फिरोज दा तपाईँहरूको लागि राम्रो भनेको मैले बुझ्नुभयो के जनाउनु गर्दा मैले मेरो ना बुढी चाहिँ मेरो के छ नि मलाई के म बिहा गर्छु भनेको भए अर्कै कुरा हुन्थ्यो नि त होइन हो कि ल भन्नुहोस् है ल मेरो कुरा कस्तो लाग्छ ल भन्नुहोस् त्यस्तो होइन आसिङ अस्ति झन्डै फसाएको हो कि ल तपाईँलाई मलाई याद ऊ त चाहिँ यस्तो हो उसको बुढी छ नि त ऊ त के नि म चाहिँ के नि भयो भनेपछि तपाईँ बिहा गर्ने रहेछ याद भयो म मलाई त गर्छु नि जहिले भए यसो भन्नु राइट ल मिलाइदिन्छु म फोन गरिदिन्छु मिलाइदिन्छु पर्दैन किन फोन तपाईँ गर्नु पर्यो सेटिङ गरिदिन्छु ल पर्दैन म गर्छु फोन त तर यस्तो होइन तपाईँले बुझ्नुपर्छ है कुरा चाहिँ झम्पिनु हुँदैन त्यसरी सिधा कुरा अनि जय यस्तो हो सेफ्टीको लागि यहाँ सुन है मात्र तपाईँलाई आज हात हालिहाल्छ कि यहाँ सुन म आज माथिरहेको छु म तपाईँलाई हात हाल्दा कि म माथेको छुइनँ बुढी फेसब्याक किन्नुपर्छ म माथेको छुइनँ यसो बुढी फेस किन्नुपर्छ है ल आज म फेरि माथिरहेको थिएँ कसम भनेको आज म फिरोज दा माथिरहेको छु मन माथेको तपाईँ पनि माथेको यहाँ सुन्नु आज म मार्छु बुढी फेसब्याक किन्नुपर्छ तर यहाँ चाहिँ होइन डाइरेक्ट माल जिरोमा गएर किन्नुपर्छ ल सुनसान जग्गामा त्यही भएर किन्नुपर्छ फोन चोन फ्याँकौँ अरे किन फोन फ्याँक्नु सब फोन लोक आइडी कार्ड सब फ्याँकौँ न बा मरिन्छ बा मारिन्छ त्यही हो कस्तो भनेको सिधा खेल्ने भने ल त्यही हो पर चिउरी बोडेतिर जानु पर्यो ल त्यहाँ जाउँ न लु नदेख्ने ठाउँमा सिधा कुरा मरेको ठाउँमा फोन फ्याँकौँ आइडी कार्ड फ्याँकौँ तर होइन यो आफ्नो आमा बाउले चाहिँ थोप्रा चाहिँ नचिन्नुहोस् नचिन्नुहोस् हो त्यही कुरा पोल्ट्रीको यत्रो पावर छ होइन नि सुत हो सुत छ्या यस्तो थाङ्ने कुरा सिधै गएको जय यो कुरा सुन्नु आज म माथेको थिएँ ठिक छ मैले गरेँ हात हालेँ यही कुरा मैले मात्रै हात हालेँ उसले हात हालेन मलाई फर्स्टमा तिमी हो नि हात हाल्ने तिमी हो उठेको त हो भाइ हो नि ऊ उठेको म सुतेर हेरिरहेको छु तिमी हो तिम्रै फल्ट छ जति नै गर न त्यस्तो कुरा होइन ल खेलौँ न लु भोलि गएर चिउरी बोडी खेल्नु कि तर कान्टाम गरेर खेलौँ न डनलाई पछ्याउनु पर्यो होला नि डल्न छोरी केही पर्दैन आइडी कार्ड फ्याँकौँ फोन फ्याँकौँ सबै फ्याँकौँ लु तर आमा बाउ र छोरीले थोप्रा नचिन्नुहोस् सिधै कुरा लु सिधा हो आवा हो यस्तो कुरा सुत पोल्ट्री खुवाएको केही न केही मैले त राम्रो कुरा गरेको नराम्रो कुरा अझ सुप खुवाएकोबाट खतम हुन्थेछ नि हौ राम्रो कुरा गरेको सिधा कुरा सुप खुवाएकोबाट अब दाजुभाइ साथीहरू यसो नफसोस् ठिकै है उसले त जे भन्दै म त बिच उयो गरेँ नफसोस् राम्रो होस् त्यही हो सबैको अब त्यही हो उसलाई यत्रोजनाको 3-4जना 8-9 जना बर्खेको टेन्सन छ भोलिमा ब्ल्याक जाओस् तपाईँले ठिकै उसलाई फोन गरेको हुन्छ होइन अहिलेको जमाना 5G को जमाना हो माथि गएर अन्त एयरटेल अफिसमा गएर चाहिँ अन्त रिकर्डिङ हेर्नु देख्दैन यसो त हो क्यामेराको लागि बेकारमा साथीभाइ बेसी अलिअलि खाएर क्यामेराको लागि साथीभाइ बिर्सिनु भएन नि त है हो कि न आशै